चाउमिन घरमै चाउमिनको रेसिपी लिएर आइरहेकी छु। हजुरहरू देख्न सक्नुहुन्छ बनाऊँ है त। एउटा कराई लिने, कराईमा पानी राख्ने, पानी राखेपछि माथिबाट थोरै तेल राख्ने, तेल राखिसकेपछि त्यो चाउमिन चिप्किँदैन अनि त्यसलाई पकाउनु पर्दछ। 5 मिनट जति बोइल हुनु पर्दछ पानी। बोइल भइसकेपछि त्यसपछि म राख्दैछु माथिबाट चाउमिनलाई पानीमा डुबाएर राख्नु पर्दछ साथीहरू। त्यसलाई 5 मिनट जति यो भाँडोले छोपेर राख्नु पर्दछ। यता उता रेडी हुँदैछ चाउमिन। यता म लिएकी छु एक टमाटर लिएकी छु। टमाटरलाई सानो सानो मसिनो पिस गरी काट्नु पर्दछ साथीहरू। सानो सानो भइसकेपछि म टमाटर काटिसकेपछि म लिएकी छु सिमला मिर्चलाई पनि सानो सानो मसिनो गरी काटिरहेकी छु। हजुरहरू चाहे लामो लामो गरी सानो सानो पिसमा काट्नु हुनेछ। अनि सिमला मिर्च भइसकेपछि म लिएकी छु पत्तागोबीलाई पनि म सानो सानो मसिनो लामो लामो गरी काट्दैछु। पत्तागोबी पनि सानो सानो मसिनो गरी काट्नु पर्दछ साथीहरू। अनि म लिएकी छु दुईवटा प्याजलाई पनि म सानो सानो गरी लामो लामो गरी मसिनो गरी काट्न गइरहेकी छु। सानो सानो भइसकेपछि काटिसकेपछि प्याज पनि रेडी भइसकेको छ। अनि म लिएकी छु दुईवटा खुर्सानी, हरियो खुर्सानीलाई पनि म लामो लामो गरी काटिरहेकी छु। हजुरहरू पनि यसै गरी काट्न सक्नुहुनेछ साथीहरू। अनि हाम्रो यता रेडी भइसकेको छ, सामानहरू म काटेर रेडी भइसकेको छ साथीहरू। देख्न सक्नुहुन्छ यता भेजिटेबल रेडी भइसकेको छ। उता मेरो चाउमिन बोइल भएर राम्रोसँग पाकिसकेको छ, बोइल भइसकेको छ। अनि यसलाई पानी छान्नको लागि एउटा भाँडोमा लिएर म पानी तार्न गइरहेको छु। हजुरहरूले गर्न सक्नुहुनेछ साथीहरू। रेडी भइसकेको छ बोइल चाउमिन। अनि म कराई बसालेँ, कराईमा बसालेर थोरै म तेल राखेँ। तेल राखिसकेपछि यसलाई तातो हुन दिनुपर्दछ। तातो खरिएपछि म त्यसमाथि राख्दैछु प्याजलाई काटिसकेको प्याजलाई काटेर फ्राई गर्नु पर्दछ साथीहरू। त्यसलाई गोल्डन ब्राउन हुन्जरी चलाउनु पर्दछ। 2 मिनटको लागि पकाउनु पर्दछ। यो हाम्रो रेडी भइसक्न लागेको छ। यो गोल्डन ब्राउन देख्न सक्नुहुनेछ। यसै गरी गोल्डन ब्राउन भइसकेको छ साथीहरू। हजुरहरू पनि यसमाथि राख्दैछु म टमाटो हजुरहरू चाहे त राख्न पनि सक्नुहुन्छ, नराखे पनि केही फरक पर्दैन। टमाटरलाई पनि म्याच गरेर पकाउने। अनि त्यसपछि म राख्दैछु माथिदेखि सिमला मिर्चलाई पनि यसमा एड गरेँ साथीहरू। अनि पत्तागोबी पनि यसै माथि राख्दैछु। काटेको पत्तागोबीलाई पनि यसै माथि राख्दैछु। काटिसकेको हरियो खुर्सानी पनि यसैमा एड गर्दैछु। एड गरिसकेपछि यसलाई राम्रोसँग म्याच गरेर चलाउनु पर्दछ साथीहरू। यसलाई पनि 2 मिनटको लागि भेजिटेबल पाक्नको लागि 2 मिनटको लागि पकाउनु पर्दछ। हल्का म्याक्स गरेर चलाउनु पनि पर्दछ। चलाएर अनि म एउटा भाँडोले छोपेर राख्दैछु। 2 मिनटको लागि पाक्नको लागि 2 मिनटको लागि म एउटा भाँडो छोपेर राख्न गइरहेको छु साथीहरू। देख्न सक्नुहुनेछ 2 मिनटपछि हाम्रो मसला रेडी भइसकेको छ, देख्न सक्नुहुनेछ। त्यसपछि यसलाई म्याच गरेपछि माथिबाट राख्दैछु भिनेगर। स्वाद अनुसार राख्नु पर्दछ। भिनेगर राखिसकेपछि हल्का म्याच गर्नुपर्दछ। म्याच भइसकेपछि माथिबाट म राख्दैछु टमाटो सस। मेरो बाबुहरूको लागि राम्रो मिठो हुने भएकोले, पिरो पनि नहुने भएकोले म थोरै राख्दैछु टमाटो सस राखिसकेपछि म थोरै राख्दैछु सोया सस राखिसकेपछि यसलाई मिक्स गरेर चलाउनु पर्दछ। अनि भइसकेको छ हाम्रो मसला रेडी भइसकेको छ साथीहरू। अब त्यसपछि म राख्दैछु माथिबाट स्वाद अनुसार नमक। हजुरहरूको स्वाद अनुसार नमक राख्न सक्नुहुनेछ। त्यसलाई म्याच गरेर माथिदेखि म चाउमिन राख्न गइरहेको छु। त्यसलाई थोरै गरी चाउमिनलाई माथिदेखि फैलाएर राख्नु पर्दछ साथीहरू। चाउमिन राखिसकेपछि मैले त्यसलाई फैलाएर चलाउँदैछु। हल्का हात गरी त्यसलाई चलाउनु पर्दछ। मसला
सबमा लाग्ने गरी चलाउनु पर्दछ साथीहरू। यसलाई 2 मिनेटको जति पकाउनु पनि पर्दछ चलाएर। अब देख्न सक्नुहुन्छ साथीहरू, हाम्रो चाउमिन बनेर रेडी भइसकेको छ। हजुरहरू पनि यस्तै गरी घरमा बनाएर मिठो गरी बनाएर खान सक्नुहुनेछ। हाम्रो चाउमिन रेडी भइसक्यो। बाबुहरू इन्जोय गरेर खानको लागि रेडी भइसके। साथीहरू मन परे लाइक कमेन्ट सेयर गर्नुहोला। बाई बाई, टेक केयर।